नमस्कार सबैजनालाई। यदि तपाईँ विदेशमा हुनुहुन्छ वा तपाईँको कोही आफन्त विदेशमा छन् भने आजको यो भिडियो निकै महत्त्वपूर्ण हुन सक्छ। नेपाल सरकारले मोफा मित्र भन्ने नयाँ मोबाइल एप सार्वजनिक गरेको छ। यो एप विशेष गरी विदेशमा रहेका नेपालीहरू समस्यामा पर्दा सहयोग गर्नका लागि बनाइएको छ। विदेशमा धेरै नेपालीहरू हराउने, सम्पर्कविहीन हुने, दुर्घटनामा पर्ने वा अप्ठ्यारो अवस्थामा पर्ने समस्या देखिन्छ। अब यस्ता समस्यामा सरकारसँग सिधै सम्पर्क गर्न सजिलो होस् भनेर यो एप ल्याइएको हो। अब यो एपमा के सुविधा छन् त? सबैभन्दा पहिले यदि विदेश गएको तपाईँको आफन्त हराउनु भयो भने खोज तलास भन्ने अप्सन प्रयोग गर्न सकिन्छ। त्यहाँ पासपोर्ट नम्बर र जन्म मिति राखेपछि सम्बन्धित व्यक्तिको विवरण खोज्न सकिने बताइएको छ। त्यसपछि सम्बन्धित देशको नेपाली दूतावाससँग सिधै सम्पर्क गर्न सकिन्छ अनि आफ्नो निवेदनको ट्र्याक पनि गर्न मिल्ने व्यवस्था गरिएको छ। त्यति मात्र होइन, विदेशमा रहेका नेपालीको दुःखद निधन भयो भने पार्थिव शरीर नेपाल ल्याउने प्रक्रियामा पनि सहयोग माग्न सकिन्छ। दुर्घटना, अङ्गभङ्ग, बिमा दाबी, क्षतिपूर्ति लगायतका सेवाहरू पनि यसमै राखिएको छ। अब यो एप मार्फत विभिन्न नेपाली दूतावासहरूको फोन नम्बर, इमेल र सम्पर्क विवरण सजिलै भेट्न सकिन्छ। अहिले विदेशमा लाखौँ नेपालीहरू हुनुहुन्छ, त्यसैले यो एप कतिको प्रभावकारी हुन्छ, कति छिटो सहायता उपलब्ध हुन्छ भन्ने कुरा अब प्रयोगपछि थाहा हुनेछ। तर प्रविधि सेवा सुरु गर्नु सकारात्मक कदम हो। आशा गरौँ विदेशमा दुःखमा परेका नेपालीहरूले यो एप मार्फत छिटो र सहज सहायता पाउनेछन्। यो एपबारे तपाईँको विचार के छ? कमेन्ट गरेर अवश्य बताउनुहोस्। भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।